हेलो गाइज, हामी चाहिँ तुलसीपुर उपमहानगरपालिका 19 को सिल्लीकोटमा रहेको यो परितज्ञ क्षेत्र मालिका कालिका मन्दिरको दर्शन गर्यौं र हामी पहिले मालिकाको त्यो डाँडामा रहेको मन्दिरको दर्शन गर्यौं। अनि त्यसपछि हामी बाइक तल रोकाएर हामी कालिकाको दर्शन गर्न जाँदैछौं। भान्जा र म अनि तल होमस्टे बन्दैछ। मिठो होमस्टे बन्दैछ त्यहाँ तल। मालिकापछि कालिकाको दर्शन। कालिकाको दर्शन एकदम हैन त। हे भगवान, राम्रो राम्रो केटी पुना दे। विरस काका, अफ्रिका काका, केटीका केटाको पास्नीहरु मिलाइदे। भन्दै हामी आउँदैछौँ सिल्लीकोटको यो अर्को ठाउँ। त्यसपछि सिल्लीकोटको यो दाङको मालिका कालिका मन्दिर दर्शन गर्ने अवसर मिल्यो। त्यसको लागि हाम्रो प्रिय प्राण प्यारो भान्जा श्री राणा सरकार भान्जाश्रीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हामी छिर्दैछौँ सिल्लीकोटको यो डाँडामा कालिका मन्दिर दर्शनको लागि। यहाँनिर टावर पनि राखेको रहेछ। घोरै होइन रहेछ, तुलसीपुर रहेछ। अनि त्यसपछि यहाँनिर छ तपाईहरुलाई। त्यसपछि यो तुलसीपुरको भाट यति ठुलो छ, देख्न सकिँदैन। कुहिरो लागेछ हुस्सु हुस्सुले, केही देखिँदैन। मौसम खुलेपछि चाहिँ बबाल देखिन्छ होला। र प्रत्येक दिन घुम्या हिँडे यता छैन भयो। जिपलाइन हो, जिपलाइन हो। जिपलाइन ऊ त्यहाँ पारेको रहेछ नि त। जिपलाइनको। अनि यहाँनिर हामी जिपलाइन अवलोकन गर्दैछौँ। जिपलाइन अवलोकन गर्ने त्यही त, त्यही देखिरहेको थियो कि यहाँ। फर्केर हामी बाइ रोडबाट आउँछ सर। रोडबाट आउँछौँ, जाने मात्रै, जाने कारबाट। ओ माइ गॉड, ट्राई गरौँ सर। अब मलाई त यति डर डर लाग्छ। मामा हान्नु नि त। हान्नुहोस् हजुर, हान्नु नि। त्यहाँबाट म तल आउँला, त्यही बस्नु। म बाइक लिएर आउँछु। त्यो गर्दा पनि हुन्छ। नत्र हामी यहीँ आउनुहुन्छ भने यहीँ पनि ल्याइदिन्छौँ। यहाँदेखि उता कति चार्ज राजा? हाम्रो अहिले 2000 छ। 2000 छ। डिस्काउन्ट गरेर अफर राखेका छन्। जाने चाहिँ कसरी जान्छन्? टक्क यहाँ सेफ्टी हुन्छ। सेफ्टी बेल्ट लगाउँछौँ। यहाँबाट सर गुडेर जान्छौँ। टक्क आनन्द लिँदै इन्जोय गर्दै वारिपारिको डाँडा हेर्दै। जिपलाइन छ भन्ने पनि थाहा थिएन कि। अब थाहा भयो नि सर होइन। ल यहाँबाट यस्तो फोटोसोटो खिचेर टक्क फेसबुकतिर हाल्नु। प्रचार गरिदिनु छैन।